नमस्कार सबैमा नेपाली टिक्सको डेली मार्केट अपडेटमा यहाँहरूलाई स्वागत छ। आज मिति 2082 साल मङ्सिर 15 गते बजार 4.28 अङ्कले घटेर 2645 मा बन्द भएको छ। आजको गिरावटमा 5 वटा कम्पनीमा पोजिटिभ सर्किट लागेको छ भने निर्फ्रा ग्रिन एनर्जी डिबेन्चरमा नेगेटिभ सर्किट लागेको छ। सागर, स्वस्तिक, झापा जस्ता आइपिओमा पोजिटिभ सर्किट सहितको उच्च वृद्धि भएको छ भने सेल र ग्रिन भेन्चरमा समेत उच्च वृद्धि भएको छ। आज 156 वटा कम्पनीका लगानीकर्ताले कमाएको र 156 वटै कम्पनीको लगानीकर्ताले गुमाएका छन्। आज बजारमा उच्च भोल्युम भने देखिएन। 4 अर्ब 71 करोडको भोल्युममा बजार खुम्चिएको छ। यसले बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको सङ्केत गर्दछ। जबकि मौद्रिक नीतिको पहिलो समीक्षाले बजारलाई थप बलियो र प्रभावकारी पार्ने अपेक्षा थियो। आजको यो गिरावट हामीले हिजोको मार्केट एनालाइसिसमा समेत सङ्केत गरेका थियौँ। सब इन्डेक्सको कुरा गर्नुपर्दा आज डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स, माइक्रो फाइनेन्स, हाइड्रो पावर र म्यानुफ्याक्चरिङ्समा बायर्सले जितेको देखिन्छ भने ब्याङ्किङ, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्स, अदर सेक्टर, ट्रेडिङ सेक्टर र होटल सेक्टरमा नेगेटिभ सेन्टिमेन्ट देखिन्छ। मौद्रिक नीतिको पहिलो समीक्षामा ठूलो परिवर्तन आउने आशालाई राष्ट्र बैङ्कले निराशामा परिवर्तन गरेको हुँदा बजारमा लगानीकर्ताको निराशा रातो क्यान्डलको रूपमा झल्किएको केही विश्लेषकको भनाइ छ। बजारको यस्तै इनडेप्थ एनालाइसिसको लागि नेपाली टिक्सलाई फेसबुक, युट्युब तथा टिकटकमा फलो गर्न सक्नुहुन्छ। धन्यवाद।